Hello, a very good afternoon. मंगलबारको दिनमा केसी नेपाल फेरि पनि उपस्थित भइसकेको छ र यस सरप्राइजिङली फेरि पनि एकपटक अघिल्लो हप्ता पनि म स्मिता उपस्थित थिएँ भने आजको हप्ता पनि म स्मिता उपस्थित छु रबिनको अनुपस्थितिमा र यस सधैँको जस्तै हामी तपाईको लागि मिठा मिठा गीतहरू लिएर आएका छौँ र हामी 3 बजेसम्म रहन्छौँ तपाईलाई थाहा नै छ र यो कार्यक्रमलाई प्रायोजन गरेको छ नोबल बैंक लिमिटेडले र कार्यक्रममा हामीले 12वटा गीत लिएर आएका छौँ सधैँको जस्तै र 12वटा गीत मध्ये एउटा गीत तपाईले आफ्नो रोजाइमा पार्न सक्नुहुन्छ आफ्नो साथीभाइहरूलाई चाहिँ सुनाउन सक्नुहुन्छ फर्स्टमा यस हाम्रो टेक्निकल साइडमा हुनुभएका दीपकजीलाई चाहिँ इन्ट्रोड्युस गर्न चाहन्छु टेक्निकली मलाई उहाँले हेल्प गरिराख्नु भएको छ आई क्यान सी कृष्णजी एज वेल र तपाईँ पनि हुनुहुन्छ र कार्यक्रममा 3 बजेसम्म हामी रहन्छौँ र अहिले पनि चाहिँ हामी झलक सुनाउँछौँ झलक राम्रोसँग सुन्नु होला र लास्ट टाइम चाहिँ म अलिकति कन्सिडर गरेकी थिएँ साथीहरूले चाहिँ होइन मैले झलक सुनेको छैन तपाईँको रोजाइमा एउटा गीत बजाइदिनुहोस् न प्लिज भनेर भन्नु हुँदाखेरि चाहिँ इट्स ओके भन्ने टाइपको भएको थियो तर आज पनि आई हेभ टु बी भेरी स्ट्रिक्ट र जसले चाहिँ झलक सुन्नु भएको छैन आई वोन्ट बी टेकिङ हिज अर हर कल त्यही भएको भएर डिस्कनेक्ट गरिहाल्छु यदि तपाईँले झलक सुन्नु भएको छैन भने सो झलक सुन्नु भएको खण्डमा मात्रै हामीलाई चाहिँ कल गर्नु होला यही रिक्वेस्टको साथ हामी अहिले झलक सुनाउन गइरहेका छौँ तपाईँले मेमोराइज गर्न सक्नुहुन्न भने कपी पेन रेडी पार्नु होला र नोट डाउन गर्नु होला अहिले पनि झलक तपाईँको लागि अलराइट गीत हामीले लिएर आएर तपाईँलाई सुनाइ पनि सकेका छौँ झलक सुन्नु भयो होला र झलक सुन्नु भएको खण्डमा मात्रै हामीलाई कल गर्नु होला यही आग्रहको साथ वी हेभ अ फर्स्ट कलर हामी ढिला नगरिकन उहाँलाई लिन्छौँ हेलो नमस्ते हेलो नमस्ते को बोल्दै हुनुहुन्छ ताप्लेजुङबाट डोमा शेर्पा ताप्लेजुङबाट को डोमा शेर्पा दुमा हजुर दुमा शेर्पा हजुर डोमा दोमा हजुर ओके दोमा चाहिँ के गर्नुहुन्छ तपाईँ म केही पनि गर्दिन घरमै बसी बसे हो हो कार्यक्रम सुनिराख्नु भएको छ सुन्दै थिएँ अहिले भर्खरै हो अनि के सुरुदेखि सुनिराख्नु भएको छ नि हैन झलक नोट डाउन गर्नुभयो मेमोराइज गर्न सक्नुहुन्छ के छ कि मैले सुने हो सुन्नुभयो कतिको सुन्नुहुन्छ कार्यक्रम केसी नेपाल केसी नेपाल नियमित सुन्छु फोन लागे पनि हो कति दिन आउँछ थाहा छ तपाईलाई हजुर कति दिन आउँछ थाहा छ कति दिन आउँछ 6 दिन आउँछ है ओके र मेरो म चाहिँ कहिले आउँछु तपाईँ आज मंगलबार ए मेरो मंगलबार होइन नि त अनि कुन बार हो फ्राइडे ए फ्राइडे हजुर हजुर अनि आज पनि आउनु भएको रहेछ नि त ए आज रबिनको सट्टामा आएको अस्ति लास्ट टाइम चाहिँ मेरो सट्टामा रबिन आएको थियो तर अहिले चाहिँ म रबिनको सट्टामा फ्राइडे आजै आउनु भएको थियो हजुर हजुर अनि डोमा त भन्नुहुन्न है डोमा भन्नुहुन्छ होला सायद है अनि कुन गीत सुनाउ तपाईको लागि मलाई चाहिँ बाबा नसौ नारीमा के हिलो लाग्ला नैलानको साइजमा के भन्ने गीत प्ले गरिदिनु न हजुर कुन कुन भन्नुभयो तपाईले राम्रोसँग भन्नुस् त ए बाबा नसमौ नारीमा भन्ने गीत के हे ओके किन आज तिम्रो मन भन्ने गीत होला हैन तपाईले ए दाजु नसमा ओके दाजु हो कि बाबा हो ए दाजु नसमा हो ओके र यो गीत कसलाई सुनाउन चाहनुहुन्छ फर्स्ट अफ अल तपाईँ अनि टेक्निसियनमा दाइ हुनुहुन्छ होला उहाँलाई सुनेर इन्जोय लिनु होला भन्न चाहन्छु र साथीहरूलाई सुनाउनु भन्दा राई अशोक वरुण चञ्चले शिखर प्रसाद लगायत जो जति अहिले रेडियो कान्तिपुर सुनेर बसिराख्नु भएको छ उहाँहरू सम्पूर्णलाई यो गीत सुने लिनु होला भन्दा तपाईँबाट केटी गर्छु थ्याङ्क यू सो मच डोमा शेर्पा हुनुहुन्थ्यो र उहाँले चाहिँ गीत रोजेर गइसक्नु भएको छ छक्का पन्जा 2बाट यो मिठो गीत ए दाजु नसमाऊ र यस पश्चात सानो कमर्सियल ब्रेक पछाडि हामी तपाईँको कल्स फेरि पनि लिनेछौँ 554195 554196 हाम्रो नम्बर्स झलक सुन्नु भएको खण्डमा मात्र हामीलाई कल गर्नु होला अहिले पनि यो गीत तपाईँको लागि Okay, welcome back. कार्यक्रम सुन्दै हुनुहुन्छ केसी नेपाल मस्मिताको साथ रेडियो कान्तिपुर रेडियो राष्ट्रकोमा र टेक्निकली मलाई हेल्प गरेर राख्नु भएको छ दीपकजीले र कार्यक्रममा हामी 3 बजेसम्म रहन्छौँ तपाईँलाई थाहा नै छ र मिठा मिठा गीतहरू हामीले लिएर आएका छौँ 12वटा गीतमध्ये एउटा गीत गइसकेको छ र अब रहेका 11वटा गीतमध्ये तपाईँले एउटा गीत आफ्नो रोजाइमा पार्न सक्नुहुन्छ अहिले स्टुडियोको घडी अनुसार 1:25 गइसकेको छ हामीसँग 1.5 hours भन्दा पनि धेरै बाँकी छ सो विल ट्राई टु टेक मोर कल्स र अहिले भने चाहिँ हामीसँग अर्को साथी हुनुहुन्छ लाइनमा हामी उहाँसँग कुरा गर्छौँ हेलो नमस्ते हजुर नमस्ते को बोल्दै हुनुहुन्छ
रितु सुब्बा भेडेटारबाट है अनि के गर्दै हुनुहुन्छ रितुजी अहिले बसिराख्नु भएको छ लास्ट टाइम कति 2 हप्ता 3 हप्ता भइसक्यो तपाईले ट्राई गर्न खोज्नु भयो किस नेपालमा है फाइनली लाग्यो कामै गरिराखे मोबाइल चाहिँ चार्जमा राखेँ हतार विज्ञापन सक्यो डायल गर्नु पर्यो भनेर ठिक्क निकालेर डायल गरेको टक्क लाग्यो नि ओहो आज कसैको पनि बर्थडे छैन जस्तो लाग्यो उसो भए जे सोचेको त्यही भयो है तपाईँको लाइनमा चाहिँ अलिकति डिस्टर्बेन्स आइरहेको छ गुम्म सुनिरहेको छु क्लियर छैन त्यही भएको भएर छिटो चाहिँ अब गीत रोज्नु होला त्यस पश्चात चाहिँ तपाईँ डेडिकेट गर्न सक्नुहुन्छ है त हुन्छ एकछिन मैले क्लिप त मैले मैले गर्न त गरेको थिएँ कि यहाँ हजुर रेकर्ड गरेर राखेर कि तपाईँले भन्नुभयो नि मात्र गर्नु भन्नुभयो अनि त्यही भएर के भन्नुभयो मैले बुझिनँ गीत क्या क्लिपमा सुनेर मात्रै कल गर्नु भन्नुभएको थियो नि गीत सुनेर हो अनि त्यही भएर मैले रेकर्ड गरेको थिएँ कि अर्को मोबाइलमा म सुन्दैछु पछि एहे ओके के भन्नुभयो यो मुक्तियान रिभाइभलको छ हो ए छ नहेर मलाई हजुर यही बताइदिनु न अनि कसलाई सुनाउन चाहनुहुन्छ मुक्तियान रिभाइभलको नहेर मलाई हजुर सबैभन्दा पहिले त आज मेरो बेस्ट फ्रेन्ड धरानको साथी छु नै दिलकुमारीको उसको बर्थडे छ लाई ह्यापी बर्थडे भन्दै सुनाउन चाहन्छु अनि त्यसपछि अरू कसको पनि बर्थडे कस्तै सीमा बस्नेत हुनुहुन्छ यहाँ इटरीको दिदी उहाँको पनि बर्थडे छ उहाँलाई पनि ह्यापी बर्थडे अनि त्यसपछि मेरो बाबाको पनि बर्थडे आउँदैछ बाबालाई पनि एडभान्समा ह्यापी बर्थडे अनि भोलि सुबिना फ्लेक्सको बर्थडे छ उसलाई पनि एडभान्समा ह्यापी बर्थडे अनि देश विदेशबाट जसले प्रोग्राम सुन्दै हुनुहुन्छ मलाई रितु सुब्बा भनेर चिन्नुहुन्छ सम्पूर्णलाई कान्तिपुर होल युनिटलाई भन्दै बिदा हुन चाहन्छु ओके थ्याङ्क यू सो मच बाई बाई रितु सुब्बा हुनुहुन्थ्यो हाम्रो एकदमै रेगुलर लिसनर र वेल विशर पनि भेडेटारबाट र उहाँले रिक्वेस्ट गर्नुभएको गीत हामी राख्न चाहन्छौँ नहेर मलाई मुक्तियान रिभाइभलबाट र कार्यक्रम सुन्दै रहेछ केसी नेपाल जसलाई प्रायोजन गरेको छ नबल ब्याङ्क लिमिटेडले र अहिले पनि यो गीत पश्चात फेरि पनि एकपटक सानो कमर्सियल ब्रेक नबल ब्याङ्क लिमिटेडद्वारा प्रायोजित कार्यक्रम केसी नेपाल सुन्दै हुनुहुन्छ अहिले स्टुडियोको घडी अनुसार यस दिउँसोको 1:37 गइसकेको छ र कार्यक्रममा म स्मिता छु रेडियो कान्तिपुर रेडियो राष्ट्रको ट्युनिङ गरिराख्नु भएको छ टेक्निकली मलाई हेल्प गरिराख्नु भएको छ दिपकजीले र हामी यहाँ 3 बजीसम्म रहन्छौँ हामीसँग कनेक्टेड हुन सक्नुहुन्छ डिफ्रेन्ट मिडियम्सबाट 96.1 101.8 मेगाहर्ज पोखरा धनगढी नेपालगञ्ज हुनुहुन्छ त्यहाँ हुनुहुन्छ र त्यसको आसपासको क्षेत्रमा हुनुहुन्छ भने अराउन्ड द वर्ल्ड जहाँ पनि हुनुहुन्छ संसारको कुनै पनि कुनामा हुनुहुन्छ भनेदेखि हामीलाई लगइन गरेर पनि सुन्न सक्नुहुन्छ www.radiokantipur.ekantipur.com र साथमा तपाईँ स्मार्टफोन युजर्स हुनुहुन्छ भनेदेखि iOS युजर्स र एन्ड्रोइड युजर्सको लागि हाम्रो एप रहेको छ EK यानि कि ई कान्तिपुर यो एप डाउनलोड गरेर हामीलाई सुन्न पनि सक्नुहुन्छ सो दिज आर दि अप्सन्स हाउ यु क्यान गेट कनेक्टेड विथ अस र अहिले भने चाहिँ यस 55 141 905 55 141 906 हाम्रो नम्बर्स यी नम्बर्समा हाम्रो साथीले कल गरिराख्नु भएको छ So we do have another caller. हामी उहाँसँग कुरा गर्छौँ हेलो नमस्ते हेलो नमस्ते को बोल्दै हुनुहुन्छ अविनाश मोहली पप्पु म झापा पथरियाबाट अनि अविनाशजी के गर्नुहुन्छ तपाईँ म त घरमै बसी थोरै बहुत यता टिचिङ गर्छु अरू सबै यताउतै त्यस्तै छ हो भनेपछि तपाईँलाई यो चाहिँ एकदमै मनपर्ने वर्ड हो ठेको जस्तै भयो है एकदमै राम्रो पनि सुन्दो रहेछ र टिचिङ भनेपछि त तपाईँको स्टुडेन्टले धेरै जिस्काउनुहुन्छ होला सर तपाईँले ठिक भन्नुभयो भनेर भन्नुहुन्छ होला होइन सो टिचिङ कतिको इन्जोय गरेर राख्नु भएको छ गर्दैछु जस्तो तस्तो पार्ट टाइम गर्छु म यता पार्ट टाइम गर्नुहुन्छ कतिलाई पढाउनुहुन्छ म सेकेन्डरी लेभल हो सेकेन्डरी लेभल ओके सो आफ्नो स्टुडेन्टहरूलाई कतिको माया गर्नुहुन्छ कतिको लगाव हुँदो रहेछ त अब त्यसमा धेरै रेस्पोन्सिबिलिटीहरू हैन विभिन्न कुराहरू हुन्छ अब ती सबै कुरालाई मध्यनजर गर्दै कसैलाई माया कसैलाई त्यस्तै छ टिचर हुन सजिलो रहेछ कि गाह्रो रहेछ त अभिलाषी गाह्रो छ धेरै गाह्रो छ अहिलेको स्टुडेन्टलाई पढाउनलाई त झन् गाह्रो छ नि है अहिलेको चाहिँ एकदमै गाह्रो छ अहिलेको स्टुडेन्टहरू तपाईको पहिलेको विद्यार्थीको तुलनामा धेरै फरक छन् अहिलेको अब विभिन्न हुन्छ नि नयाँ टेक्नोलोजीले एकदम एडभान्स भएको छन् विद्यार्थीहरू अनि अलिकति उनीहरूको नेचर पनि धेरै फरक पहिले र हामी पढ्दाखेरिको जुन दिनहरू हैन
अहिलेको धेरै फरक छ एकदमै अब तपाईँ प्रिपेयर्ड भएर जानु भएन भने उल्टो तपाईँलाई सिकाइदिन्छ अहिलेको स्टुडेन्ट है अहिले धेरै अप्सन छ मिडियम छ सिक्नको लागि अनलाइन गएर पढ्न पनि सक्नुहुन्छ सो तपाईँ प्रिपेयर्ड भएर चाहिँ जानु भएन भने आफै पङ्गु भइन्छ होइन डर छ इन्सल्ट हुने ओके सो अविनाशजी कार्यक्रम सुनिराख्नु भएको छ एकदम एकदम सुनिरहेको छु बिदा छ यता तपाईँको बर्खा बिदा छ है अनि तपाईँहरू के छ नेपाललाई सुन्न पाइरहेको छु अब 10-15 दिन यता सुन्न पाइरहेको छु पहिलाको एकदम म सुन्थेँ रेगुलर कलर पनि थिएँ सुन्थेँ पनि है बर्खा बिदाले गर्दा झन् तपाईँहरूलाई सुन्ने मौका पाएको छु धेरै खुसी छु झलक सुन्नुभयो झलक एकदम मजाले सुनेको छु मैले सुनिराख्नु भएको छ सो कुन गीत सुनाऊ तपाईँको लागि सुरुको प्रेम गीतको त्यो छ नि हजुर प्रेम कहानी यो प्रेम हजुर हैन अनि कसलाई सुनाउन चाहनुहुन्छ यो गीत यो गीत आज विशेष गरी आज बर्थडे मनाउँदै हुनुहुन्छ हाम्रो दिलकुमारी उहाँलाई दिलकुमारी साथसाथै आज जन्मदिन मनाउँदै हुनुहुन्छ निशा कालीको पनि आज जन्मदिन छ अनि भाइ मुकेशको पनि जन्मदिन तिनैजना जन्मदिनको लाखौँ लाख शुभकामना उन्नति प्रगति सुस्वास्थ्य दीर्घायुको कामना गर्छु अनि यो गीत समर्पित गर्नुपर्दा अहिले रेडियो कान्तिपुर रेडियो राष्ट्रको 96.1 अनि 101.8 अनि अनलाइनमा सुन्ने सम्पूर्ण साथीहरूलाई अनि त्यसै गरी रिति सुब्बा भर्खरै फोन गर्ने गीता केसी अनि एक्सन विराज राई अनि एबिसी ताजपुरिया जलसरी राजवंशी अनि जानुका जानु लगायत अविनाश मोहली पप्पू भनेर चिन्ने नचिन्ने सम्पूर्णलाई यो गीत म समर्पित गर्दै म अहिले चाहिँ बिदा हुन्छ अनि लजिस लिम्बुलाई पनि एकदम सम्झिरहेको छु भन्दै म बिदा हुन्छ है ओके थ्याङ्क यू सो मच थ्याङ्क यू फर कलिङ बाई बाई अविनाश हुनुहुन्थ्यो र अविनाशजीले चाहिँ रिक्वेस्ट गरेर गइसक्नु भएको छ उहाँले रिक्वेस्ट गर्नुभएको गीत रहेको छ प्रेम गीत 2बाट कहानी यो प्रेम गीतको यो गीत हामी राख्न चाहन्छौँ तपाईँको लागि स्वागत छ फेरि पनि सानो कमर्सियल ब्रेक पछि फर्स्ट हाफको लास्ट कमर्सियल ब्रेक रहेको थियो र कार्यक्रममा हामी छौँ म स्मिता टेनक्री मलाई हाउ गरेर राख्नु भएको छ दीपकजीले र कार्यक्रममा हामी 3 बजीसम्म रहन्छौँ रेडियो कान्तिपुर रेडियो राष्ट्रको ट्युन गरेर राख्नु भएको छ र यो कार्यक्रमलाई चाहिँ प्रायोजन गरेको छ नबल ब्याङ्क लिमिटेडले र अहिले भने चाहिँ हामीसँग अर्को साथी हुनुहुन्छ लाइनमा हामी उहाँसँग कुरा गर्छौँ हेलो नमस्ते नमस्ते दी को बोल्दै हुनुहुन्छ नारायण टारदेखि म वरुण चञ्चले ओहो वरुण चञ्चले अनि वरुणजी हजुर तपाईको त हुन्छ नि छुट्दैन त हामी तपाईको र मेरो कन्भर्सेसन त है एभ्री वीक ट्राई गरिराखेकै हुन्छु हैन अब यति बेला खासै काम नि छैन अब त्यही प्रोग्राम सुन्ने हो अब टाइम पास नि हुन्छ यसो फोन ट्राई गर्दा हैन अनि प्रोग्राम एभ्री डे सुन्नु न प्रोग्राम नसुन्न नि मनले मान्दैन प्रोग्राम सुनेपछि एकदम फोन ट्राई गर्न मन लागिहाल्छ कि हात सक भएर आउँछ फोन ट्राई गरेपछि लाग्छ फेरि यो चाहिँ अलिकति के भन्छ यसलाई इन्ट्रेस्टिङ कुरा हो यो है हजुर हजुर भनेपछि सुने भने चाहिँ फोन गर्न मन लाग्छ सुनेन भने चाहिँ फोन गर्न मन लाग्दैन अब यस्तो प्राय टाइम हुँदा त म सुनि नै हाल्छु हैन अब टाइम भएन भने त अब बिजी भयो भने त सुन्ने कुरो नि भएन हैन अब त्यो फोन ट्राई गर्ने कुरो त अब परै छोडिदिहालौँ हैन अब तर यसो सुनेको बेला फोन ट्राई गर्छु तर ट्राई गरेको दिन प्राय लागेकै हुन्छ र कहिलेकाहीँ त तपाईँ सुन्नु भएन भने पनि फोन त गर्नुहुन्छ नि है कहिलेकाहीँ त्यस्तो हुन्छ यस्तो हुन्छ कहिलेकाहीँ अब रुमतिरै इयरफोन छुटेको हुन्छ अब कहिलेकाहीँ के हुन्छ त्यस्तो समस्या हुन्छ अब साथीहरूलाई माग्दाखेरि अब देउस दी अब झलक दिनुभयो भने म फोन ट्राई गर्छु अब लाग्छ त्यो पनि ल ठिकै छ र हामीलाई सम्झिराख्नु भएको छ धेरै धेरै धन्यवाद र रुल्स एन्ड रेगुलेसन जुन आरसीले चाहिँ भन्नुभएको छ त्यो चाहिँ फलो गरेर आउनुहुन्छ होला सायद है हजुर हजुर अब प्राय हाम्रो महेश दाई अनि हाम्रो जोस प्रजल दाई उहाँहरूले 4 हप्तासम्म जारिराख्नु भएको छ मैले पनि गर्नेवाला छु वरुणजी गर्दा हुन्छ नि मैले पनि गर्नेवाला छु तर 4 हप्ता होइन कि 2 हप्तामा चाहिँ ग्यापमा चाहिँ आउनु होला भनेर चाहिँ म यो कुराहरू चाहिँ रिक्वेस्ट गर्छु हाम्रो दाई हुनुहुन्थ्यो नि मङ्गलबार चलाउने उहाँले 2 हप्ता राख्नु भएको थियो क्या ए ओहो उहाँको नि एकदम राम्रो लाग्थ्यो तर उहाँको प्रोग्राममा फोन लाउन यति मुस्किल पर्थ्यो है ट्राई गर्दा पनि नलाग्ने तर कसै अब आरजेहरू हुनुहुन्छ नि दाईहरू उहाँहरूको प्रोग्राममा फोन ट्राई गर्दाखेरि प्राय लागेको हुन्छ ल ठिकै छ अब तपाईँको त प्राय लागेकै हुन्छ अब टेक्निक होला सायद है भाग्यमानी पनि हुनुहुन्छ होइन टेक्निक भन्दा नि म प्राय कल चार्जहरू गर्न आउँछ मलाई अनि त्यो भएर पनि हुनसक्छ मैले 6-7 चोटि
कल ट्रान्सफर गरिसकेको थिएँ कि त्यही त त्यो टेक्निक त हो नि हैन सो कार्यक्रममा हामीले चाहिँ तपाईको लागि गीत लिएर आएका छौं कुन गीत सुनाऊ गीतहरू आज सबै राम्रै छ है हिन्दी सङ्गहरू पनि राम्रै छ तर मलाई आज यो 2 नम्बरको किन आज तिम्रो मन मैला भयो भन्ने गीत बताइदिनु न ओके कसलाई सुनाउन चाहनुहुन्छ यो गीत विशेष गरी अब हजुर दाई लगायत अब एफएम इन्डिया टिम अनि एफएम सुनेर बस्नुहुने सम्पूर्ण श्रोताहरूलाई अब बाजे गीत सुनेर इन्जोय गर्नु होला भन्न चाहन्छु हैन अनि त्यसै आज जन्मदिन मनाउने हाम्रो चक्रपान दाई हुनुहुन्छ साउदी अरबतिर उहाँलाई अब जन्मदिनको धेरै धेरै शुभकामना दिन चाहन्छु अनि हाम्रो दिलकुमारीजीलाई पनि अब जन्मदिनको शुभकामना दिन चाहन्छु अनि 12 गते मेरो बुने फुची हिमालको जन्मदिन छ अनि हाम्रो रमेश सोहनको नि जन्मदिन आउँदैछ उहाँहरूलाई एडभान्स ह्यापी बर्थडे भन्न चाहन्छु हैन अनि त्यसै गरी केही साथीहरू सम्झिनु पर्दा हाम्रो भरत रिजाल गीता केसी ममता राई अनि हाम्रो अलका बान्ताको छोरी प्लस मम्मी नि बिरामी हुँदो रहेछ उहाँहरूलाई गेट होल्छन् भन्न चाहन्छु अनि मेरो एकदम हार्टी फ्रेन्ड छ प्रकाश टोटल सुसेली अनि त्यसै गरी हाम्रो तारानाथ जिल्ला पनि मैले एकदम मिस्किरहेको छु भन्न चाहन्छु अनि एकदम प्यारो काले कैलाश कोटवाल एकदम प्यारो साथी हुन्छ खड्ग सुब्बा अनि मिठा हुनुहुन्छ केशव बुढा छोकी हाम्रो आर्य दर्पण डोर विक्रम बस्नेत हुनुहुन्छ पार्वती खत्री पारू एलिसा राई लक्ष्मी राई पूर्वेली पञ्च सुमन कटवाल अलका बान्ता भइहाल्नुभयो अनि हाम्रो मेकु सुकुन्ता हुनुहुन्छ लगायत अब धेरैजना साथीहरू हुनुहुन्छ अनलाइनबाट सुने हाम्रो रमेश राई पनि हुनुहुन्छ उहाँहरू सबैलाई मैले एकदम मिस्किरहेको छु अनि हाम्रो दीपक कार्की पदम कुलुङ ओके सबैलाई वरुणजी थ्यांक यू सो मच ओ माय गॉड उहाँ रोकिन सक्नुहुन्न मैले चाहिँ ब्रेक लगाउनु पर्छ एभ्री टाइम सो वरुणजीले चाहिँ रिक्वेस्ट गरेको गीत हामी राख्न चाहन्छौँ उहाँले रिक्वेस्ट गर्नुभएको गीत रहेको छ म यस्तो गीत गाउँछु भन्ने चलचित्रबाट किन आजकल तिम्रो मन यस यो गीत अवश्य पनि सुन्नु होला तपाईको लागि भनेर हामी मिठा मिठा गीत लिएर आएका छौँ र कार्यक्रममा कल गर्नको लागि 55410905 55410906 छ हाम्रो नम्बर्स अहिले पनि यो गीत तपाईको लागि Okay, welcome back. कार्यक्रम सुन्दै हुनुहुन्छ केच नेपाल रेडियो कान्तिपुर रेडियो राष्ट्रकोमा र अहिले 2:09 गइसकेको छ र हामी अब सेकेन्ड हाफमा प्रवेश गरिसकेका छौँ र कार्यक्रममा हामी 3 बजेसम्म रहन्छौँ र लगभग हामीसँग 50 मिनट्स बाँकी छ र धेरैभन्दा धेरै कल लिने जमर्को त म गरि नै रहन्छु कार्यक्रममा तपाईँ कल गर्न सक्नुहुन्छ 55410905 55410906 मा डायल गरेर र अहिले भने हामीसँग अर्को साथी हुनुहुन्छ लाइनमा हामी उहाँसँग कुरा गर्छौँ हेलो नमस्ते हेलो नमस्ते हेलो गुड आफ्टरनुन नमस्ते गुड आफ्टरनुन को बोल्दै हुनुहुन्छ म धनशेर चामलिङ धरानबाट धनशेर चामलिङ अनि धनशेर जी हजुर कहाँबाट धरानबाट सिस्टर धरानबाट हजुर आराम हुनुहुन्छ एकदमै अनि मौसम कस्तो छ सिस्टर त्यतातिरको अहिले घाम लागिरहेछ हावा लागिरहेछ अब पानी पर्छ कि जस्तो पनि भइरहेछ अघि न बिहान चाहिँ पानी परिरहेको थियो यहाँ है हजुर हजुर अनि त्यतातिर कस्तो छ यता चाहिँ हिजो चाहिँ निकै घाम लागेको थियो आज तपाईँको घाम पनि लागेको छैन पानी परेको छैन हावा सिरसिर चलेको अवस्था हो र हजुर धनशेरजीसँग मेरो के दोस्रो पटक हो कुराकानी भएको एक्ज्याक्टली किनभने तपाईँको नाम युनिक छ त्यही भएको भएर होइन धनशेर मैले हो त्यति बेला फर्स्ट टाइम है यो शमशेर चाहिँ सुनिरा हो हाम्रो मिडल नेम पनि पर्छ त्यही भएको भएर हजुर शमशेर भनेको चाहिँ पहिले राजा थियो त्यही भएर प्रोनाउन्सिएसन गर्न धेरै सजिलो हुन्छ हैन धनशेर भनेको चाहिँ फर्स्ट टाइम सुन्नु भएको हुनाले एकदमै के हिसाबले चाहिँ राख्नु भएको रहेछ त तपाईलाई बुझाउनु भयो त तपाईको पिताजीले नेमिङ डेमा कस्तो थियो को हुनुहुन्थ्यो हैन हजुर सायदै मेरो नेमिङ डेमा बाबा मम्मी नै राखिदिनु भएको होला त्यही भएर होला युनिक राखिदिनु भएको एकदमै युनिक छ एकदमै युनिक है एकदमै मन पर्यो मलाई पहिला पनि मैले भनेकी थिएँ है तपाईलाई अनि कार्यक्रम सुनिराख्नु भएको छ सुरुदेखि सुनिरहेछु सिस्टर अनि झलक सुन्नुभयो हजुर झलक पहिला छुटाउनु भएको भए पनि अघि भर्खर पनि सुन्नु भयो होला है हजुर सेकेन्ड टर्ममा चाहिँ आएर झलक सुन्नु भयो हो फर्स्ट टाइम सुन्नु भएको थिएन ल ठिकै छ सुन्नु त भयो ढिला भए पनि सो कुन गीत सुनाऊ तपाईको लागि रामकृष्ण ढकालको त्यो गीत बजाइदिनु त सिस्टर कुन गीत रामकृष्ण ढकालको गीत हजुर रामकृष्ण ढकालको गीत कसलाई सुनाउन चाहनुहुन्छ विशेष त म कान्तिपुर एफएम इन्टर टिमलाई शुभ दिन भन्दै सुनाउन चाहन्छु अनि आज मात्रै बर्थडे मनाउनु हुने हाम्रो चक्रबान्त बधाई हुन्छ एकदम मिडिया प्रेमी उहाँलाई जन्मदिनको लाखौँ शुभकामना भन्दै सुनाउन चाहन्छु अनि त्यस्तै गरेर पूर्वेली पञ्च हाम्रो अलका बान्त राईको मम्मी चाहिँ बिरामी हुँदो रहेछ म गेटुल्छुन् भन्दै उहाँलाई पनि समर्पण गर्न चाहेँ
अनि हाम्रो गीता केसी हुनुहुन्छ, त्यसै गरेर अल्का बान्तवा, अनि हाम्रो गणेश थापा दाई, त्यसै गरेर आरके थापा हुनुहुन्छ, अनि हाम्रो घायल रमा, त्यस्तै गरेर हाम्रो हुनुहुन्छ रञ्जना लिम्बू हुनुहुन्छ, अनि दिलु सानु याम्बू हुनुहुन्छ, अनि त्यस्तै गरेर हाम्रो हुनुहुन्छ योगेन्द्र बस्नेत दाई लगायत अहिले जति पनि केएफएम सुनेर बस्नुभएको सम्पूर्णको लागि सुनाउँछु र तपाईँबाट पनि छुट्न चाहे। हस्त नमस्ते, बाई बाई। ओके र कार्यक्रममा उहाँले रिक्वेस्ट गरेर गइसक्नु भएको छ गीत र यस अफकोर्स उहाँले रिक्वेस्ट गर्नुभएको गीत उहाँले रामकृष्ण ढकालको गीत भनेर भन्नुभएको छ। रामकृष्ण ढकालको गीत रहेको छ भो मायाको कुरै नगरौँ भन्ने गीत उहाँले रोज्नुभयो र यो मायाको कुरा चाहिँ उहाँलाई सोध्न मन लागेको थियो, तर डेडिकेट गरेर उहाँ गइसक्नु भयो, त्यो भएको भएर मैले सोध्न पाइनँ। र रामकृष्ण ढकालको गीत हामी अवश्य पनि राख्छौँ। त्यस पश्चात सानो कमर्सियल ब्रेकतिर जान्छौँ र त्यस पश्चात अवश्य पनि हामी तपाईँको कल्स लिन्छौँ। 55414005 55414006 हाम्रो नम्बर्स। कार्यक्रममा स्वागत गर्न चाहन्छु। रेडियो कान्तिपुर रेडियो राष्ट्रियकोमा तपाईँ सुन्दै हुनुहुन्छ के छ नेपाल। आज ट्युजडेको दिन म स्मिता उपस्थित छु र कार्यक्रममा चाहिँ हामीले मिठा मिठा गीतहरू लिएर आएका छौँ। झलक 2 पटक बजिसकेको छ। फर्स्ट हाफमा सुरुमा नै हामीले बजाएका थियौँ भनेदेखि सेकेन्ड हाफको सुरुवातमा नै हामीले फेरि पनि एकपटक बजाइसकेका छौँ र अहिलेसम्ममा 5वटा गीत बजिसकेको छ र 5वटा कलर्स हामीले लिइसकेका छौँ। अर्को साथी हामीसँग हुनुहुन्छ, उहाँलाई फेरि पनि हामी लिन्छौँ। फेरि पनि भन्नाले हामी फेरि पनि अर्को कल लिन्छौँ। ओके, हेलो नमस्ते। हेलो को बोल्दै हुनुहुन्छ? नमस्ते। हजुर, शुभ नाम? हजुर लजु लिम्बू, यो सात्री मिडिया ग्रुप पत्थरिया झापाबाट। के लिम्बू भन्नुभयो तपाईले? लजु लिम्बू। लजु, हजुर LAJU। ओहो, लजु लिम्बू। तपाईको यो रियल नेम हो? हजुर एकदमै हो। के हो यो लजु भनेको मतलब चाहिँ? मतलब नै छैन भन्नुपर्छ। लजालुको लजु भएको त होइन नि? हेलो, कन्फ्युज हुनुभयो क्या? सोचमा पर्नुभयो जस्तो लाग्यो है। अनि लजुजी तपाईँको त सर्ट फर्मै लजु रहेछ है, लामो नै रहेनछ नामै। सो तपाईँलाई चाहिँ साथीहरूले लजु नै भन्नुहुन्छ कि अरू छ अझ सर्ट फर्म छ? छैन, एकदम यही हो मेरो नेमै। छोटकरीमा केही कसैले चाहिँ भन्न मन छ भने पनि तपाईँको नामै छोटो छ है, कसरी भन्नु? के गर्नुहुन्छ लजुजी? हजुर एकदम त्यतिकै बसोबास है, घरतिरै खेतीपाती यस्तै यस्तै। अनि कार्यक्रम चाहिँ सुरुदेखि सुनिराख्नु भएको छ तपाईँले? हजुर सुनिरहेको थिएँ, बिचमा हल्का हजुरको यो स्टेसन गएर अलिकति सुन्न पाइरह बिचमा। के थ्रु सुनिराख्नु भएको छ? रेडियो कि अनलाइन कि? एकदम रेडियो नै हो। ओके ल, ठिकै छ। तपाईँले झलक त सुन्नु भयो नि? हजुर झलक सुन्न पाएन, स्टेसन गएर। ओ माई गॉड, तपाईँको थुप्रो साथीहरू त छन् होला, तपाईँले उहाँलाई पनि सोध्नु भएको भए चाहिँ हुन्थ्यो। हजुर एकदमै हुनुहुन्छ। तपाईँको रेडियो अन छ हो? हजुर एकदमै रेडियो अन छ। अफ गरिदिनु होला प्लिज। हजुर हुन्छ। ओके, सो लजुजी हजुर मैले आज स्ट्रिक्टली चाहिँ अभोइड गर्छु यदि कसैले चाहिँ यो हाम्रो झलक सुन्नु नभइकन चाहिँ हामीलाई कल गर्नुहुन्छ भनेर मैले भनेकी थिएँ। यो सुन्नु भएको थियो कि थिएन कार्यक्रममा? हजुर एकदम सुनिरहेको छु मैले मजाले है। हजुर स्टेसन गएको कारणले मात्र अलिकति सुन्न पाएन। ओहो, स्योर हो? अब मैले कसरी पत्याउँ? एकदम हो, एकजना हुनुहुन्थ्यो शमशेर न समथिङ धनशेर स्टेसन हुन्छ। हजुर धनशेर, एकदम धनशेरदेखि स्टेसन हुन्छ, उहाँदेखि म सुनिरहेको छु। ल ठिकै छ। अब के भन्नु होइन? अब तपाईँको लागि कुन गीत सुनाउ त? झलक नै मैले सुन्न पाएँ। झलक सुन्नु भएको छैन? अब फिल्मको गीत सुन्नुहुन्छ कि पप गीत सुन्नुहुन्छ कि हिन्दी गीत सुन्नुहुन्छ कि के सुन्नुहुन्छ भन्नुहोस् त? कुनै पनि एउटा सङ बजाइदिनुहोस्। कसलाई सुनाउन चाहनुहुन्छ त? आज अविनाश मोहली पप्पू, रविला मुखिया, जलसरी राजवंशी, त्यस्तै गरी सृजना खड्का,
अनि विनिशा अधिकारीलाई यो गीत सुनाउँछु एकदम मिस यु भन्दै म बिदा हुन्छु। ओके बाई बाई। उहाँ हुनुहुन्थ्यो लजु लिम्बू र उहाँले चाहिँ झलक सुन्नु भएको रहेनछ। उहाँ स्टेसन चाहिँ ब्रेक भयो, सो स्टेसनले रोकियो भनेर चाहिँ भन्नुभएको थियो। अब आई डोन्ट नो वेदर इट्स ट्रु अर नट, बट देन वी ट्राई नो यु नो मेक हिम ह्याप्पी। र अवश्य पनि उहाँले खोज्नु भएको गीत के हो भन्ने कुरा त थाहा भएन, तर उहाँले जुनै पनि बजाउनुहोस् भनेर चाहिँ भन्नुभएको भएर हामी आस्था ब्यान्डबाट मिठो गीत हामी राख्न चाहन्छौँ उहाँको लागि एक मौका। र यस यस पश्चात सानो कमर्सियल ब्रेक पछाडि हामी तपाईँको कल लिन्छौँ। 55414905 55414906 हाम्रो नम्बर्स। अब भने प्लिज झलक सुन्नु भएको खण्डमा मात्र हामीलाई कल गर्नु होला। यदि हुन्छ नि झलक सुन्नु भएको छैन भने भोलि छँदैछ, भोलि झलक सुन्नु सक्नुहुन्छ, त्यति बेला कल गर्न सक्नुहुन्छ। अझ पर्सि पनि छ, निको पर्सि पनि छ, फ्राइडेसम्म आउँछ लगातार, सो त्यति बेला चाहिँ ट्राई गर्न सक्नुहुन्छ। तर आज भने झलक सुन्नु हुने साथीले मात्रै हामीलाई कल गर्नु होला। अहिले पनि यो गीत तपाईँको लागि। दिउँसोको 2:36 गइसकेको छ। कार्यक्रम सुन्दै हुनुहुन्छ केसी नेपाल। म स्मिताको साथ रेडियो कान्तिपुर रेडियो राष्ट्रकोमा टेक्निकली मलाई हेल्प गरेर राख्नु भएको छ दीपकजीले। र यस ही सिम्स टु बी भेरी हङ्ग्री राइट नाउ। फेस हेर्दाखेरि चाहिँ आर यु हङ्ग्री? ओके या अब खाजा खाने टाइम भइसकेको छ उहाँको, त्यही भएर होला सायद। ओके आम गोना गिभ यु समथिङ, अघिको चक्लेट, सो डोन्ट वरी। सो अहिले भने चाहिँ कार्यक्रममा अर्को साथी हुनुहुन्छ लाइनमा, हामी उहाँसँग कुरा गर्छौँ। हेलो नमस्ते। हेलो सिस्टर, गुड आफ्टरनुन। नमस्कार जय मातृभूमि। ओहो एबिसी ताजपुरियाजी, ओ माई गॉड। अनि खाजा खानुभयो? हजुर खाजा खानुभयो? खाजा खाइसकेको सिस्टर। अनि हजुरलाई नै एकदम सुन्दै 1 बजेदेखि ट्राई गर्दै थिएँ है, फोन नलागेर म त आज त्यही ट्राई गरेँ तर पनि ट्राई गर्दा लाग्यो एकदम यति धेरै खुसी लाग्यो। तपाईँसँग त कति धेरै बोल्न मन लागिरहेको थियो। ओहो के बोल्न मन लागेको त्यस्तो है? एकदमै सन्चै भएर अब म आएकी छु कार्यक्रममा होइन। एकदम तपाईँसँग त धेरै लङ टाइम पनि भइसक्यो कुराकानी गर्न नपाएको है। भनेको तपाईँको एपिसोडमा फोन लाग्दैन हिजो आज है, त्यही भएर चाहिँ एकदम तपाईँलाई चाहिँ सुनेर चाहिँ म मजाले साथ दिइरहेको थिएँ। आज फोन लाग्छ कि लाग्दैन भन्ने भइरहेको थियो, तर लाग्यो। एकदमै धेरै खुसी छु भन्नुहुन्छ। अन्तिम चरणमा लाग्यो है? हजुर पक्कै पनि भन्नुपर्ने हुन्छ। आज फेरि झापाको मलेर ठ्याक्कै 3 जना पुगिसके, एकदम त्यसमा धेरै खुसी लागिरहेछ। हो र तपाईँको साथीले तपाईँलाई सम्झिनु भएको थियो, सुन्नुभयो होला सायद? एकदम मजाले हाम्रो अविनाश मलीको सुनिरहेको थिएँ है। म सुनि यो प्रोग्राम डेली नै सुन्छु होइन, त्यसमा चाहिँ फरक एकदमै प्रत्येक दिनमा चाहिँ फरक आरजेहरूले साथ दिनुहुन्छ। एकदम तपाईँहरूको आवाज पनि त्यति नै मिठो है, सुनेर एकदम तपाईँलाई साथ दिइरहेको हुन्छु भन्नुपर्ने हुन्छ सिस्टर है। ल ठिक छ, अब तपाईँले कम्प्लिमेन्ट गरिहाल्नु भयो है, अब उचालेर नथिचार्नु होला। बुझ्नुभयो नि है। सो एबिसी ताजपुरियाजी, अब तपाईँले चाहिँ कार्यक्रम त सुन्नुहुन्छ एभ्री डे, अब शनिबार बाहेक होइन? इच्छा चाहिँ फोन गर्छु भन्ने इच्छा एभ्री डे नै लाग्छ कि होइन? ठिकै छ, यो कार्यक्रममा आज चाहिँ गर्छु अनि 1 हप्ता अथवा 2 हप्ता पछाडि चाहिँ फेरि गरौँला नि भन्ने खालको हुन्छ, के हुन्छ? मलाई जस्तो लाग्छ यो प्रोग्राम अब आइतबारदेखि शुक्रबारसम्म 6 दिन हप्तामा आउँछ होइन, 7 दिनमा। मलाई त प्रत्येक दिनै ट्राई गर, एकदम प्रत्येक दिनै फोन लागेको छ अनि कुरा गर्न पाऊँ जस्तो लाग्छ होइन। तर के भने फोन लाग्दैन। अब के भने 1 हप्ता 2 हप्ताको ग्यापमा मात्र फोन लाग्छ। हुन त अब यस्तो हुन्छ, अब कति साथीहरूको डेली नै लागिरहेको नि हामी सुन्न पाउँछौँ होइन, तर कतिहरूको यस्तो हुन्छ रेडियो कान्तिपुरमा आजसम्म लागेको छैन भन्दा पनि मलाई धेरै साथीहरू भन्नुहुन्छ है। त्यही भएर त्यस्तो पनि साथीहरू हुनुहुन्छ। एकदमै फोन लाउन चाहिँ रेडियो कान्तिपुरमा चाहिँ निकै गाह्रो हुन्छ भन्नुपर्ने हुन्छ सिस्टर। हजुर अवश्य पनि भनेपछि तपाईँको मनमा चाहिँ एभ्री डे फोन लगाऊ, एभ्री डे बोल्न पाए हुन्थ्यो भन्ने चाहिँ हुन्छ है? एकदम तपाईँहरूसँग कुरा गरिरहन पाए त अब के भन्नु, मनै फुरुङ र दङ्ग है। ल ठिक छ, अब अहिले नै एकदमै अहिले त अब फुरुङ्ग हुनुहुन्छ होला, तपाईँको फोन पनि लाग्यो, कुरा पनि भयो, अब तपाईँको सोर्स तपाईँको साथीहरू माझ पनि पुगिसकेको छ। अब डेडिकेसन गर्नुहुन्छ होला, कुन गीतको लागि डेडिकेट गर्न चाहनुहुन्छ? आज मलाई त्यो हिन्दी गीत छ नि, यही उमर है भन्ने गीत छ नि एउटा, गल्ती से मिस्टेक। ओके हजुर यही गीत सुनेर चाहिँ मजाले इन्जोय गर्नु भन्नको लागि मैले यो गीत रोजेको छु है। हजुर डेडिकेसनमा राखिहाल्छु है त सिस्टर? अवश्य पनि हुन्छ। फर्स्ट अफ अल त हजुर अनि हाम्रो रेडियो कान्तिपुर अल इन्डिया टिमलाई नै यो सङ्ग सुनेर मजाले इन्जोय गर्नु होला भन्न चाहन्छु। र जति पनि साथीले 96.1 त्यसरी 101.8 मेगाहर्ज सुनेर बसिराख्नु भएको छ, सम्पूर्ण साथीहरूलाई यो सङ्ग सुनेर मजाले इन्जोय गर्नु होला भन्न चाहन्छु। अनि केही साथीहरूको नाम लिनु पर्दा
झापा पथरियातिर साथी जलसरी राजवंशी उहाँले पनि फोन ट्राई गर्दै हुन्छ, उहाँको पनि फोन लागोस् र धेरै सम्झिरहेको छु भन्न चाहन्छु। त्यसै गरी अघि मात्र फोन गरेँ हाम्रो पथरियातिर साथी हुनुहुन्छ अविनाश महली पप्पू, उहाँलाई पनि धेरै सम्झिरहेको छु, प्लस आवाज नै सँगसँगै मजाले इन्जोय गर्नला भन्न चाहन्छु। त्यसरी लजु लिम्बू हुनुहुन्छ, त्यसै गरी हुनुहुन्छ दिदी हुनुहुन्छ गीता केसी, त्यसै गरी घायल रमा हुनुहुन्छ, त्यसरी पूर्वेली पञ्च पार्वती खत्री पारू, त्यसरी ममता घिमिरे, त्यसै गरी हुनुहुन्छ साथी सुरज बराड लगायत मेरो नाम र उसँग परिचित सम्पूर्ण साथीहरूलाई यो सँगसँगै मजाले इन्जोय गर्नुहोला भन्दै छुट्टिन चाहन्छु। त्यो भाइ Okay, bye-bye. Thank you so much. ABC दाजुबुढी हुनुहुन्थ्यो र उहाँले रिक्वेस्ट गर्नुभएको गीत हामी अवश्य पनि राख्छौँ। जग्गा जासुस चलचित्रबाट गल्ती से मिस्टेक र यो गीत पछाडि हाम्रो लास्ट कमर्सियल ब्रेकतिर जान्छौँ। त्यस पश्चात हामी तपाईँको कल्स सम्भवतः समय रहेको खण्डमा हामी लिन्छौँ। 55414095 55414096 हाम्रो नम्बर्समा कल गर्दै गर्नुहोला। अहिले पनि यो गीत Okay, that was the last commercial break. अब भने हामी कुनै पनि ब्रेक्समा जाँदैनौँ, हामीसँग टाइम पनि छैन र मोस्ट प्रोबेबली हामी दुईटा कल लिन्छौँ कि भन्ने सोचेकी छु मैले, तर एउटा भ्याउँछ अरे भनेर चाहिँ कृष्णजीले चाहिँ भन्नुभएको छ, पुरा दारी जुङ्गा पालेर र कार्यक्रममा चाहिँ हामी एउटा लास्ट कल लिन्छौँ अहिलेको लागि। ओके, हेलो नमस्ते, हेलो को बोल्दै हुनुहुन्छ? शुभ नाम? हेलो, हजुर को? तपाईँ रेडियो अन गरेर राख्नु भएको छ? छैन। ओके, तपाईँको सुनाम भन्नुहोस् त। दीपिका लामा। दीपिका? दीपिका लामा। दीपिका लामा। दीपिका चाहिँ कहाँबाट? बसन्तपुर। केपुर? बसन्तपुर। ए बसन्तपुरबाट। ओके, के गर्नुहुन्छ दीपिकाजी? म यतिकै स्टडी एन्ड जब गर्छु। अनि अहिले चाहिँ के गरिराख्नु भएको थियो? ए सुन्दै बसिराख्नु भएको थियो, सुरुदेखि सुनिराख्नु भएको छ तर कार्यक्रम? हो, अनि नर्मली किचन नेपाल सुन्नुहुन्छ एभ्री डे जस्तो? एभ्री डे त होइन, कहिले काहीँ धाइसम्म चाहिँ सुन्ने गर्छु अनि कल लगाउनु मनपर्छ, कल ट्राई गर्छ। मनपर्छ के मनपर्छ तपाईँलाई स्पेसली पर्टिकुलरली किचन नेपालको? मलाई होइन एक्सर्साइजहरू गर्दाखेरि मलाई चाहिँ यो प्रोग्राम त मैले पहिल्यैदेखि सुन्दै आएको हो। हजुर, कल चाहिँ मैले दुई तिनचोटि गरेँ होइन। प्राइजको प्रोग्राम मलाई त छ नि, यो त एक नम्बर आउँछ है। अनि मलाई त प्रियङ्काले गर्नुभएको छ नि त्यो मायाको कहानीहरू त मन पर्छ। यो माया भन्ने चिज जस्तै हो। हजुर, गेम सोहरू त्यस्तै हो। प्रियङ्काको सो चाहिँ धेरै सुन्नु हुँदो रहेछ तपाईँले होइन? गेम सो पनि भनिहाल्नु भयो। सो पार्टिसिपेट कतिको हुनुहुन्छ? त्यसमा त छैन, भाग चाहिँ लिनु भएको छैन अहिलेसम्ममा? सो नर्मली तपाईँ कलिन सोमा चाहिँ सुन्नुहुन्छ? कलिन सोमा चाहिँ हुन्छ नि अलिकति लगाव छ भनौँ न, हो? ओके, सो दीपिकाजी आज झलक सुन्नुभएको छ होला अवश्य पनि, कुन गीत सुनाऊ तपाईँको लागि? के भन्नुभयो? ए जवानी। ओके, सो कसलाई सुनाउन चाहनुहुन्छ यो गीत? सुरुमा तपाईँलाई, अनि त्यसपछि हाम्रो टेक्निकल साइडमा जो दाइको लागि, अनि त्यसपछि कैसा नेपाल अल इन्टरटेन फ्यामिलीहरूको लागि एन्ड मेरो फ्रेन्ड्सहरूको लागि, अनि जति पनि सुन्नु भएको छ कैसा नेपाल 96.1 मेगा ट्युनिङ गरेर सबैजनालाई अब सुनेर तर्फबाट सबैजनालाई डेडिकेट। यति हो? How sweet. Okay, thank you so much. Thank you for calling. Okay, Deepika ji हुनुहुन्थ्यो, सडन स्वीट डेडिकेसन गरेर गइसक्नु भएको छ। Yes, we do have a beautiful number. ये मेरी प्यारी बिन्दु चलचित्रबाट ए जवानी। Okay, ए जवानी भन्ने गीत हामी राख्छौँ। त्यस पश्चात समय मिलेको खण्डमा कृष्णजी हामी लिन्छौँ है त? ओके, सो अहिले पनि यो गीत तपाईँको लागि। ओके, गीत हामीले राख्यौँ र हामीले चाहिँ समय रहेको खण्डमा कल लिन्छौँ भनेर भनेका थियौँ, तर समयले चाहिँ नेटो काट्न लागिसकेको छ। एकदमै टिपिकली भन्नु पर्दाखेरि 2:55 गइसकेको छ र गीतबाट हामी बिदा लियौँ कि भन्ने सोचाइले चाहिँ हामी गीत राख्छौँ। 1974-80बाट सम्झी बस्छु। यो गीत सँगसँगै सबै साथीहरूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। कार्यक्रममा भाग लिनुभयो, कार्यक्रम सुनि पनि दिनुभयो र टेक्निकल हेल्प गर्नुहुने कृष्णजी र दीपकजीलाई धेरै धेरै धन्यवाद भन्दै भोलिको दिनमा केसी नेपाल त आउने नै छ र शुक्रबार भने म फेरि पनि उपस्थित हुने नै छु केसी नेपालमा। तर अहिले पनि म स्मितालाई बिदा दिनुहोस्। नमस्ते।